नमस्ते दर्शकबिन, हामीसँग यहाँ एकदमै चर्चित व्यक्ति रहेका छन् भेलु बाजे। उहाँले एकदमै सामाजिक सञ्जालबाट एकदमै राम्रो काम गरेका छन्। यसै गरी यो गाउँघरमा सरसफाइ तथा अन्य राम्रा कामहरू धेरै गरेका छन्। उहाँ गाउँको एकदमै मुख्य व्यक्तित्व भनेर चिनिने व्यक्ति हुन् र उहाँले धेरै राम्रो काम गरेको हुनाले म यहाँ उनको इन्टरभ्यू लिन आएको छु। अन्य कुनै कुरा छुटेको होला, तर अब उनीबाट केही कुरा जान्न चाहन्छु। भन्नुहोस् त बाजे, यता केही कुरा। हजुर सर नमस्कार सर नमस्कार होइन नमस्कार भनेर त अनुरोध छ। अब तपाईँले चाहिँ कुरा गर्नुभएको छ, म रुटेबुल छ होला सर होइन। तपाईँले चाहिँ भन्नुभयो ठिकै छ, ओके त सर, रुचेको थियो होला, तर मसँग पुँजी छैन। सुन्नुहोस् है, अब तपाईँको साउन 12 गते अब मैले एकदम अब दर्शकले मैले भन्नुभयो सर, अब गाउँघरमा त तपाईँले एकदम सहयोग दिनुहुन्छ भनेर भन्नुभएको थियो। म अब गाउँघरमा त अब फोहोर टिप्यौँ, यताउता सरसफाइ कार्यक्रममा पनि गयौँ होइन। अब लथाङ लुथ्रेङ गाउँतिर के छ समस्या कुरा छ, म गएको मान्छे सर होइन। अब आश्रममा अब सहयोग गर्ने कुरो छ, म भित्र आश्रमभित्र पनि छिरेर म आफूमा होइन अब टिकटकबाट कोटी आन्छ, फेसबुकबाट कोटी आन्छ होइन। त्यही हिसाबले म अब सबैले म 300 अब आएको हिसाबले दिने हो भए अब जति आन्छ होइन, त्यहाँबाट जति आन्छ म त्यति दिनेवाला छौँ। र अब त्यहाँको आएको हिसाब अलग्गै छ, हामीबाट आएको अलग्गै हिसाब छ, हो कि होइन? बुझ्न रे, यो जरा घोरी यस्ता जरा घोरी चाहिँ हामीले ल्याएको छैन साले, यस्ता जरा घोरी ल्याएर हिँड्छ हामी। तँ साले पनि बोरी कुरो नगरेर साले फुस्काइदिउँला साले। हामी एकदम इमर्जेन्सी कुरो गरेको छौँ, त्यस्ता घोरीको कुरो गरेको छ अहिले साले। हेर त सर, त आफ्नै मुन्छेबाट के घोरी साली चोर भोस्काइदिउँला यहाँ। बोरी पनि कुरो नगर साले, भोस्काइदिउँला हेर। मेरो रिस्टै एकदम बुढी भोस्काए जस्तो छैन साले। हो सर, त्यही हामीले आश्रममा जाने भन्ने कुरो छ सर। अब तपाईँसँग पनि पुग्यो होला, हो कि न सर? अब तपाईँले पनि दिनु पर्यो, उहाँले पनि दिनु पर्यो, मैले पनि दिनु पर्यो। र हाम्रो विदेशमा अमेरिकामा छ, जापानमा छ, कोरियामा छ, त्यो टरनीको साप्रा देखाएर हान्ने मात्र होइन। अब हामीले पनि सपोर्ट गर्नु, र हामीले पनि यताउता वृद्धाश्रममा गएर सपोर्ट गर्छौँ सर। त्यही राति छ अब 9:45मा, साउनको 12 गते 9:45मा राखेछौँ बा। अब ठुल्ठुलो गिफ्टहरूलाई त अब आउनु होला, जानकारी छ। अब जानकारी नभए नि यो लाइभलाई यताउता ठेलेर पनि लगभग जानकारी दिनु होला, किनभने अब ठुल्ठुलो गिफ्टहरू चाहिँ अब मैले यत्रो चिन्जान त छैन बा। अब हामी जस्तोको लाइफमा नआने पनि सक्छ, हो कि न? अब ठुल्ठुलो गिफ्टहरूले चाहिँ अब राम्रो टरनी हेर्ला, हो कि न? टरनी हेरेर त्यहाँ अब कोटी हाल्ला होइन, कसैले पिली नुहाइदिए पनि हुन्छ, हो कि न? पिली नुहाइदिए पनि हुन्छ। मसित तपाईँले कुरो गर्छ साले, त्यो राम्रो छ र त मर तँले म भोस्काइदिउँला भन्नु मेरो अनुरोध छ साले। लामो भएर मात्र यसलाई मैले छोडेको छु, हो कि न? अब त्यही हाल्नु होला, कार्यक्रम छ अब चलाउन सक्दिनँ, राति हाल्नु होला, मलाई जिताइदिनु होला। म जितेको हिसाबले म त्यहाँ आश्रममा गएर म एकदम हाम्रो दर्शक त पहिलो भगवान्, त्यसपछि म हुन्छु, त्यसपछि जिन्जाडा हुन्छन् भनेर मेरो अनुरोध छ। नमस्कार गर्थ्यो साले। त्यो साले हामीले के कुरो गर्छौँ जानकारी छ यहाँ है? पहिला भर्खर हामीले के कुरो गऱ्यौँ मतलब भन्छ साले है? के कुरो गरेछौँ यहाँ? त्यो दारू खाने कुरो गरेछौँ र यहाँ साले आश्रममा कुरो गरेछौँ। यो जनालाई म दादी भोज काट्छु। ल सर काट्नु कहाँबाट काट्नु हो यहाँ कि त्यहाँ? ल